यो टमाटरको चाहिँ छाँटकाट कसरी गरिन्छ भन्ने विषयमा तपाईहरुलाई म जानकारी गराउन चाहन्छु र मेरो ज्ञानेन्द्र राई भ्लग युट्युब च्यानलमा जोडिनुभएका सम्पूर्ण मित्र तथा कृषक दाजुभाइहरुमा यो म तपाईहरु माझमा यो गोलबेडा खेती गर्दाखेरि यसलाई छाँटकाट कसरी गरिन्छ भन्ने विषयमा चाहिँ म तपाईहरुलाई यो जानकारी गराउन चाहन्छु र यस अब यो टमाटरले चाहिँ फल्न सुरु गरेको अवस्था छ र अब यसलाई अहिलेसम्म छाँटकाट गरिएको छैन। चोरहाँगा कसरी छाँटकाट गरिन्छ भन्ने विषयमा तपाईहरु माझमा म यो देखाउन गइरहेको छु र यसलाई यो चोरहाँगा भन्छ। यो चोरहाँगालाई चाहिँ यसरी चट्ट काट्ने यो बुढा पात यसरी काटिन्छ। यहाँदेखि उता चाहिँ पहेँलो पहेँलो भएको अवस्था र यो साना साना मुनाहरू यसरी फलाएको छ। चोरहाँगा ठुलो फलाएर आइसकेको छ र यसलाई छाँटकाट गर्न ढिलो भएको अवस्था। यहाँ पनि एउटा चोरहाँगा रहेको छ। यसरी तपाईहरु माझमा छ र झारहरू यसरी आएको छ भने झारहरू पनि हटाउनु पर्दछ। यहाँ पनि चोरहाँगा फलाउँदै गरेको अवस्था। यसरी चिन्न सकिन्छ। यो पहेँलो पहेँलो भएको छ भनेदेखि चाहिँ बुढो पात भनेर चाहिँ हामीले छुट्याउन सकिन्छ। यो पातले टिकको काटिसकेपछि चोरहाँगा यहाँ पनि पलाउँदै गरेको अवस्था। चट्ट यसरी लाछियो भने चाहिँ राम्रो आउँदैन। चोरहाँगा यो गुलेली आकारको हाँगा दुई हाँगामा त छाड्ने हो। अरू पुरै भाग चाहिँ अब काटिदिनु पर्छ। झन्डै काट्यो।